हाम्रो गाउँमा चाहिँ यो हावाहुरीले सिमलको धुवा उडाएको क्या दामी देखिने घर छेउमै हो नजिकै पुरा हावाहुरी आइरहेको थियो। अब हावाहुरी आउँदाखेरि अरू पनि इफेक्ट त परि नै हाल्छ होइन, तर पनि त्यो हावाले रुखको चाहिँ सिमलको धुवा चाहिँ उडाएको देख्दाखेरि चाहिँ रमाइलो लाग्ने। अनि त्यही भएर रेकर्ड गरिहालेको। रेकर्ड गरेपछि यसो युट्युबमा पनि राखिदिउँ, एउटा यो प्राकृतिकले आफ्नो देखाउने सौन्दर्यहरू चाहिँ सेतो फुलहरू सरर कहाँ पुर्याउने होइन। अनि यसको यो धुवाको चाहिँ कुनै यस्तो कलर्सहरू बनाउन मिल्ने हो कि नमिल्ने हो, मिल्ने भयो त एउटै रुखमा कति धेरै कलर्सहरू हुन्छ, त्यो कलर्सहरूको सदुपयोग गर्न चाहिँ हुन्थ्यो होला नि है। यस्तो रुख एउटै ठुलो रुखमा टन्नै कलर्स हुन्छ। यसलाई सिमलको धुवा भनिन्छ, जहाँतिर चाहिँ टाढा टाढासम्म उडाएर पुर्याइरहेको हुन्छ। हेर्दा त रमाइलो हो, तर हावाहुरी धेरै ठुलो आयो भने अब सेफ्टी अप्नाउनु पर्ने हुन्छ।